के हुन तपाईको यहाँ यस्तो छ ल भन भयो नि आउन भन गरेमा आज तपाईले रो ए भछ किन चल भछ के अत कपाल लाउने के गर्नु आज यहाँ सबैले कस्तो भयो आमा छोरी सँगै आएछ लाम छोरी त इनमेल छोरी उताबाट छ र यसमा एक उल्टो हाल्नु उल्टो बाबु फस्यो अब यताको फस्यो उताको फस्यो ए किन दुई तिरा छ यो बारु त्यसरी फेरि के भयो भने यस्तो बडी क्यान्सरको एकदम कम्प्लेन छ आउनु यहाँ कम्प्लेन गरौँ नि अब कस्तो गरेको किन Happy birthday to you. Happy birthday to you. Happy birthday dear Amika Didi. Happy birthday to you. लाइभ ला केक काट्या त्यो देखेर ल दिक्छ स्क्रिन सट आउन त सबै ल झन् त अगाडि आउनु नजिक लक्ष्मी यताबाट ल चाहिँ खुसी भयो ल भयो अम्बिकाको गोरी आइछ नि त Hi guys, welcome my YouTube channel. Today is my birthday. किन नराखेको त अनि हामीले आफै राख्ने भनेर होला राख्न त अनि Hi guys, हामीले चाहिँ केक काटेर भइसक्यो रितु बाई अम्बिका अर्को बोलेर राख्नु लागि राम्रोसँग चाहिँ घरबाटदेखि गर्न पर्ने रहेछ हो न रितु केक हाल्न त ल भोलि चाहिँ खाउन निकाल्छ के निकाल्नु पर्यो घरलाई मेरो हेयर स्टाइल कस्तो छ यो पनि भन्ने हो रितु मिठो छ कि खाना खाएर सक्यो अब हामी स्टेसनतिर रितु भाइ रितु भन्दाखेरि हेर्न त पर्छ कमसेकम सबैको पेट ठुलो बस्न सकेन सबै सुत्न लाग्यो यहाँ त पनि सुत्छु गाइस पेट ठुलो गाइस हामी चाहिँ अब बर्थडे मनाएर फर्किन लागेको हेरौँ न यता उज्याएर आउनु रहेछ बिमला ओइ केटी हो भाइ हेर यतातिर उज्याएर देखेको त्यही भएर मैले देखाएको भाइ त अब झन् अँधेरोमा के देखेला र गाइस म त बरु गाला अलिअलि भयो टल्क्यान भाइ त झन् देखि बिमलाको त कपडाले देखिन्छ तेरो भ्लग बन्द गर्न मेरो भ्लग स्टार्ट भइसक्यो मेरो पनि भ्लग छ नि हेलो गाइस मलाई पनि फलो गर्नु है एन्जल जीसी हेलो 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 मेरो धेरै राम्रो राम्रो भिडियो छन् अब त म पनि गोरो देख्छु ल फर्किन लाग्यो हावा आएर यी कपाल यस्तो भिआइपी चप्पल लाने मेरो साथीलाई गाह्रो भएर कि कक्सुज लगाएको जुत्ता हातमा चोप्दै हिँड्दै अब अलिअलि घर आउनु लाग्यो अनि लाज लाग्यो अरे कि त्यही भएर फेरि लगाइन् बरु खोच्चाउँदै हिँड्ने रे तर लाउन चाहिँ नछोड्ने जुन जस्तै गीत आयो बचेको केक छ गाइस खाना आउनु होला घर हाम्रो घर यति नजिक छ हामी किन जाने अटोमा 50 रुपियाँ तिरेर फाइदा उठाउन केही पनि रातिमा त 50 छैन 200 300 तिरेर खोल्यो नला नि के हुन भनेको थिएँ नि म अघि नै के